हेलो गाइस, हामी आज बाजेलाई भेट्न आउँदैछौँ। कसको खेलौना छ? कता हो बाटो? आज चाहिँ हामी हाम्रो बाबाको समाधि स्थलतिर जाँदैछौँ। जानेमा हामी साथीहरूमा मेरो छोरी छ यहाँनिर, महिमा। हामी दुईजना बाबा छोरी जाँदैछौँ। लडिन्छ है त्यहाँ नगर। साथीहरू, योपालि चाहिँ बुवाको ठाउँमा चाहिँ मेरो जेठा दाई अनि जेठा दाईको छोरी महिमा दुईजना मात्रै जानु हुँदैछ, बाउ छोरी। अनि दादा पनि बिरामीबाट भर्खर उठ्नु भएको हो अनि एकदमै दुःख लागिरहेछ। म जान सकिनँ योपालि। एकदमै राम्रो छ हाम्रो ठाउँ अनि हाम्रो बुवा राखेको ठाउँ पनि जङ्गल राम्रो छ। यो देखिँदै गरेको खोला चाहिँ सर्दु खोला हो गाइजहरू। अर्को वर्ष चाहिँ म पनि बुवाको ठाउँमा अवश्य जानेछु बुवालाई हेर्नका लागि। यसपालि चाहिँ हाम्रो दाई र दाईको छोरी भदैनी मात्रै भएको छ। पनि हुन्छ टोक्दैन, म छु नि। यी हातमा खुकुरी, चिन्ता नलाउनु। ए बाबा हुँदा हुँदा छोरीलाई चिन्ता गर्नु पर्दैन क्या। म छँदैछु नि, के को टेन्सन। 3 बज्यो। छाता पनि छोरीले नयाँ पाइहाल्यो। कसले गिफ्ट गर्यो छोरीलाई? नयाँ त छाया, नयाँ छाया छाता कसले गिफ्ट गर्यो? कसले किनिदियो? फुपूले किन्नु भएको? कुन चाहिँ फुपूले किनिदियो छोरी मायालाई? ए हो, नन्दगाडा फुपूले किनिदिएको? कतिको माया लाग्छ फुपूको? हो र? अनि जे भने त किनिँदा मात्र माया लाग्ने हो कि अरू बेला पनि माया लाग्छ? हो ल। आज हाम्रो छोरीलाई कस्तो महसुस भइरहेछ? बाजेलाई भेट्न जङ्गल आउने 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 भन्थ्यो अस्तिदेखि। जङ्गल हिँड्दा कस्तो लाग्छ? यता हेरेर भन न। घरले गर्मी पनि भयो है। पानी खान्छु। अहिले नखाने छोरी तँ, माथि खाऊँ न। माथि बाजेहरूलाई सबै दिइसक्यो नि होइन? दिइसके पछाडि बाबा जाऊँ न। अब एकछिन विश्राम न गर्नु भयो अनि। मैले त गर्नु भएको छैन। अब म सधैँ त फुपूहरू आउँथ्यो है, फुपूहरू पनि आएन आज। कता कता हो, के हो? बाबा सबैकोमा प्लास छ त्यस्तो हुन्छ। कस्तो प्लास? यस्तो 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 हुन्छ सबैजना मरेको ठाउँमा विश्वासीहरू मर्दा मात्रै, हामी क्रिस्चियन मर्दा मात्रै त्यस्तो हुन्छ हो। अनि अस्ति अनि फोटोमा त यस्तो पो क्रस पो देखेर। विश्वासीहरू मर्यो भने। विश्वासी बिना अरू मर्दा त्यस्तो हुँदैन। हिँडेको लु हिँड बिस्तारै, म आउँछु अब। म पनि गएँ अब के। यहाँ हुन त कति माथि छ। त्यस्तै हुन्छ, आँखा बन्द गर्नु। आँखा बन्द गर्नुपर्छ। हिँड ल बिस्तारै हिँड हिँड्दाखेरि। भुइँमा हेर्दै हेर्दै हिँड्ने। बाबा हामी त कोको जस्तै पो आएको जस्तो आएको जस्तो नि लाग्यो।
मान्छेहरू जङ्गल आएकोहरू कराएको क्या मलाई त यो फुलहरू कस्तो राम्रो लाग्यो यता फलेको छ माथि हो त्यो हुन्छ हेर्नुहोस् साथीहरू हाम्रो बाबाको रहने ठाउँ चाहिँ यस्तो भएछ है झारहरू पलाएछ बिरुवाहरू बढेछ अनि अब चाहिँ हामी यसलाई हल्का सरसफाइ गर्ने कार्यक्रम गर्नेछौँ छोरी र म मिलेर है तपाईँहरूले हेर्न सक्नुहुन्छ अरूको बाबाहरू छैन यहाँ तलतिर मास्तिर कता छ अब हामी छोरी र बाबा मिलेर यसलाई हल्का सरसफाइ गर्नेछौँ मरि जानुभएको थिएन थियो सासहरू त थियो अनि बोलीहरू चाहिँ लटपटेको थियो क्या बोलीहरू चाहिँ अलिक क्लियर थिएन अनि के भयो अनि के भयो त्यस पछाडि अनि डक्टरहरूलाई बोलाएर माथिको मेडिकल डक्टर बोलाएर लिएर पेसेन्ट लो भयो होला भनेर सिलाइन पानीहरू यताउताहरू हान्यौँ भिटामिन सहितको लाउनु त मान्दै हुनुहुन्थ्यो भरे त प्रेसर हाई भएको रहेछ माथिको तिर्सना बहिनीले पो प्रेसर चेक गरेर हेर्दा त प्रेसर त पुरा हाई देखायो अनि यसरी हुँदैन दाजु प्रेसर हाई त डह्रो देखायो डेन्जर हुन्छ यस्तो केसमा अनि क्याम्प लाग्नुपर्छ भनेर अनि हामी त क्याम्प लग्यौँ अनि क्याम्पमा आइसियुमा राख्यौँ नि बाजेलाई 15 दिन आइसियुमा राख्यौँ अनि पछि त बित्नु भयो मन भयो अहिले यहाँ हुनुहुन्छ यहाँनिर हाम्रो बाबा यो दिउँ न 7 दिन भयो दिने बाबालाई मेरो बाबा तिम्रो बाजेलाई अब दिनु लागिदिएको यो बाबालाई चाहिँ महीहरू मनपर्ने मही अनि कोक पनि अनि खैनी पनि अनि चिउरा पनि अनि त्यही भएर हामीले जहिले पनि हाम्रो बाबाहरूलाई चाहिँ बाबा बित्नु भएको दिन दफन गरेको दिन चाहिँ हामी उहाँलाई मनपर्ने कुराहरू चाहिँ लिएर राखिदिन्छौँ भन्नु त मानिसहरूले जे पनि भन्छ पकसरी त्यो सफा गरेर भन्नु त मानिसहरूले जे पनि भन्छ मर्सेको मान्छे हो त्यस्तो गर्नु हुँदैन आश गर्छ पिरोल्छ भन्छ है तर मलाई चाहिँ त्यस्तो लाग्दैन महिमा हौ त सफा गरेर ल त्यो पत्ताहरू सफा गर्नु चिल्लो बनाएर कहाँनिर तिम्रो बाजे हुनुहुन्छ मलाई जन्म दिने लट्ठीले गर न लट्ठीले सफा गर न मलाई जन्म दिनुहुने मेरो बाबा हुनुहुन्छ तिम्रो बाजे हो मान्छेहरू चाहिँ मरिसकेपछि डराउँछ उयो गर्छ है मलाई चाहिँ त्यस्तो लाग्दैन है खोइ तपाईँहरूलाई के कस्तो लाग्छ आफ्नो स्वभाव होला आफ्नो बानी होला है मरिसकेको मान्छेलाई के सम्झिनु भन्ने पनि हुन्छ कति मान्छेहरूको धारणा तर मलाई चाहिँ सकेसम्म आफू जीवित रहनेसम्म चाहिँ माया गरिराख्नु मन लाग्छ किनभने यो जुनीमा रहेको नाता सम्बन्ध होइन बाबुआमाको त्यही भएर पनि है अब हामीले अर्को बाबा अर्को मम्मी भन्दैन हामीले कसैको मम्मीलाई कसैको बाबालाई हामीले भन्न सक्नुला तर आफ्नो बाबा आफ्नो मम्मी जस्तो हुँदैन होइन त्यही भएर पनि भयो हौ त नि राखिदिनु छोरी त्यो कुक पनि
हौ त पनि राखिदिनु। पोक पनि छ, खैनी पनि छ, अनि चिउरा पनि छ है छोरी यहाँनिर। चिउरा यहाँ छ। चिउरा पनि थियो छोरी। चिउरा चाहिँ फेरि मेरो बाबाको झन् फेभरेट चिउरा है। चिउरा चाहिँ मेरो बाबाको फेभरेट हुनुहुन्छ, त्यही भएर पनि ल जाऊ छोरी। हुन्छ त्यो बाजालाई दिएपछि हुन्छ नि। भयो त्यो पानीहरू हामी खाने हो छोरी। तिनीहरू चाहिँ त्यो पानी उता पर खानु, अहिले पर गएर खाने, यहाँ होइन। यहाँ राखेको छ तिनीहरू, तिनीहरू यहाँ राख, हामी पर गएर खाने। अनि यहाँ बाजाबाट हामी बिदा हुने, हामी प्रार्थना गर्छौँ, पर गएर खान्छौँ ल। पर गर्छ अहिले पानी खाने होइन, अहिले प्रार्थना गरेर मात्रै ल। हुन्छ आज छोटो यो भ्लग चाहिँ हामी यतिमा अन्त गर्छौँ। अब हामी चाहिँ प्रार्थना गर्नेछौँ, अनि त्यस पछाडि हामी बाबा छोरी रेस्ट गरेर पानीहरू खानेछौँ, अनि हामी घर जानेछौँ। कस्तो लाग्यो छोरी आज बाजेलाई भेट्न आउँदा? यहाँनिर मेरो बाजे सुत्नु भएको छ। मान्छे मरेपछि यसरी सुत्नुपर्छ, घरमा बस्न पाइँदैन। पछि म पनि मरिगयो भने मलाई पनि यसरी खाल्डा खनेर यतै सुताउँछ। म पनि बाजे छेउमा सुत्छु भनेको, त्यतिखेर मलाई पनि भेट्न आउँथ्यो। बुझ्यौ? ठुलो हुन्छ नि त नि। त्यो मलाई भेट्न आएन भने त, माया गर्ने मेरो छोरीहरू भेट्न आएन भने त म त फेरि रिसाउँछु नि, मन दुःख रुन्छु पो फेरि। म त मेरो बाबालाई कति माया गर्थेँ। अनि बाबाले पनि हामीलाई माया गर्नुहुन्थ्यो, जानी नजानी भए पनि। बुझ्यौ? त्यही भएर माया गर्ने मान्छेहरू हाम्रो आफ्नो बाबा आमाले भेट्न आउनुपर्छ। बुझ्यौ? ल ल अहिले म राखिदिन्छु है त। ल पखानमा प्रार्थना गर्छ नि। अब हामीले थकाइ पनि मार्यौँ होइन। अब लगभग आधी आइसक्यो, डाँडा चढ्यौँ है। अब आधी डाँडा उकालो चढ्नुपर्छ अब। त्यस पछाडि तिम्रो हाम्रो भेटघाट हुन्छ, मेरो बाबासँग तिम्रो बाजेसँग हुन्छ है। बाजेको राखेको ठाउँ हेरेपछि के गर्छ तिमी? हो। अब पछि म पनि मऱ्यो भने त्यहीँ हो, मलाई भेट्नु त्यहीँ आउनुपर्छ। तल खोलामा त नबस्ने, बाजेको छेउमै बस्ने हो नि। फेरि पछि भेट्न आउनुपर्छ। फेरि भेट्न आएन भने त फेरि म त रिसाउँछु पो फेरि। कुरा बुझ्यौ? यसरी बेला बेला भेट्न आउनुपर्छ। कुन समय मरेको हो होइन, त्यो समयमा भेट्न आउनुपर्छ। आजको दिनमा बाजे खस्नु भएको थियो, वैशाख 27 गते बिरामी हुनुभएर खस्नु भएको थियो। त्यही भएर त्यो सम्झनामा हामी आउँछौँ, बाजेको राखेको ठाउँमा हेर्छौँ, सफा गर्छौँ। बाजेलाई मनपर्ने कुराहरू मही, चिउरा यसो अलिअलि सफा गर्ने नि। यसो पत्ताहरू झोडी भएको छ भने खुकुरीले काट्ने। बुझ्यौ? त्यसको लागि पो आएको हो त हामी। अनि बाजेको आत्माले पनि देख्छ नि, मेरो नातिनीहरू, मेरो छोराहरू आएछ मलाई भेट्न भनेर खुसी हुन्छ नि। बुझेको? ल अब हामी जाउँ ल। बाटो अब यहाँबाट माथि। अब माथि चढ्ने हो। अब उकालो उकालो गरिन्छ। के हुँदैन, एउटा लट्ठीले गर न। यो लट्ठीले यसो हल्लाउ त। हल्लायो। त्यो लट्ठी बोक्ने माकुरा छ भने यसो हल्लाउँदै हिँड्छ। माकुराले डिस्टर्ब गरेको छ हाम्रो छोरीलाई।
छातीको राख्दैन ओडा न छाता नओड्ने त्यहाँ हाल त बिस्तारै हात काट्छ है बिस्तारै हाल त छाता नओड्ने भनेपछि सक्दैन तिमी छोरी त्यो बल्ल गर्नु छ सक्दैनौ कि हिँड्नु उकालो मैले यहीँ ठ्याइ हुन्छ होइन होइन जङ्गलमा आएपछि ड्याङ्गोहरू के भेट्ने भेट्ने ल चिप्लिन्छ है पत्तामा चिप्लिन सक्छ ल बिस्तारै हिँड ल हिँड कुद्नु चाहिँ भएन चिप्लिन्छ पत्तामा अनि लडिन्छ हिँड बाजेको ठाउँमा आइपुग्न आँटो माथि छ बाजेले पर्खिरहेछ कहिले आइपुग्छ मेरो नातिनीहरू भन्ने हिँड छोडा त्यति साह्रो नगर हिँड बिस्तारै नै अब आइपुग्न लाग्यो आयो नि हेर न खोज न आइपुगिसक्यो त खोज्नु पर्छ छोरीले आइपुग्यो यति नै हो खोज्नु पर्छ पत्ता लाउनु पर्यो है छोरी होइन यति नै हो यहीँ राख्ने हो छिटो पत्ता लाउनु पर्यो खोज तारतिर ल त्यता होइन खोज्नु पर्यो तलतिर मासतिर बाजालाई चिन्नु पर्यो बाजालाई चिन्नु पर्यो है त खोज न त्यसरी बस्यो हुँदैन एक ठाउँ छिटो होइन त्यसरी उठेर खोज्नुपर्छ क्या नयाँ नयाँ तलतिर हेर्नुहोस् न मासतिर हेर त छिटो छोरीलाई कतिको छोरी चिन्दैछ बाजेलाई हेर न आँखा घुमाउनु पर्छ नि त नि चारैतिर आँखा घुमाउनु त्यहाँनिर बाजे जस्तो लाग्छ हेरेर छिटो होइन यतिमा नि हो यहाँदेखि माथि तलतिर होइन होइन हौ चिन्न छ चिन्न हेर न चिनिहाल्छ खोज तपाईँ खोज न चिन्न छ हौ हेर न खोज्नु पर्यो नि खोज्नु पर्यो होइन हेर्दै जाऊ अलिक परसम्म त्यता होइन त्यो त धेरै तल भयो छोरी दायाँ बायाँ सबै खोज न हेर खोज बाजेलाई अलिक पर खोज न त्यहाँ खोज होइन अलिक दायाँ बायाँ खोज्नु पर्छ नि खोज न अनि त्यस पछाडि खोइ दायाँ बायाँ खोजेन उता त हेर न यतातिर बरतिर चिनिहाल्छ नि
हेर न यतातिर खोजेर यतातिर हान्नु थाहा हुँदैन हेर्नु पर्यो नि त अलिक पर्छ हेटेन बाजे त रुयो होला छोरीले मलाई कहीँ देखेर पनि देखेन भन्दैछ देखिसक्यो बाजेले खोइ कहाँ हो के ल हिँड त कहाँ हो जङ त छोरी मायाले देख्यो अरे बाजेलाई कहाँ रहेछ कहाँ देख्यो छोरी मायाले बाजेलाई हो ए बाजेलाई भेटेको हो कि बाजे होइन होला पक्कै हो कहाँबाट देख्यो छोरीले बाजेलाई हो बाजेलाई देखेछ त हौ छोरीले कहाँबाट देख्यो अरे बाजे नहलाउ हलाउनु हुँदैन यो फटाहरू त्यस्तो गरेको नि मैले भनेको थिएँ नि अनि खोज्नु भेटिन्छ है भनेको थिएँ भेटेछ छोरीले फाइनली हाम्रो छोरीले चाहिँ बाजेलाई भेटेको अवस्था छ है मैले चाहिँ खोज भनेको थिएँ खोजेर पनि भेटाइसकेको छ खुसी छ बाजेलाई भेट्दा कस्तो लाग्यो छोरी बाजे भेट्दा खुसी लागेन ऊ बाजे त यहीँ हुनुहुन्छ ए यहाँनिर नि है अब हामी बाजेलाई के दिने भनेर लिएको छौँ सधैँ दिन्छौँ त्यो दिनेछौँ ल छोरीमा है त